अहिलेको करेन्ट सिचुएसन चाहिँ के छ भनेर मैले आज यो मिडिया काउन्सिललाई चाहिँ बुझाउन पाउँदा, पेश गर्न पाउँदा मैले प्राउड मोमेन्ट महसुस गरेको छु। यो जस्तै कि यहाँहरू सबैले थाहा छ, पृष्ठभूमिको कुरा गरौँ, संहिताको लागि सिराहा कल्लाहान मात्र नभएर सम्पूर्ण सिराहा जिल्लाकै पत्रकारहरूले जनचेतना फैलाउँदै मधेसका गाउँ टोलमा गएर मधेसीहरूको आवाज उजागर गरी सरकारको निगरानी गर्दै संहिता सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिएका हामी सबैलाई थाहै छ। नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता तथा सूचनाको हकको कार्यान्वयनमा सञ्चार माध्यमहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ। सिराहा जिल्लामा सञ्चालनमा रहेका प्रिन्ट, छापा मिडिया, अनलाइन, एफएम रेडियो तथा टेलिभिजन सञ्चार माध्यमहरूको वर्तमान अवस्था र त्यसको समस्या, चुनौती तथा आवश्यक सुधारका लागि चाहिँ मिडिया काउन्सिललाई जानकारी गराउनु पर्ने भएकोले चाहिँ यो पेश गरिएको छ। प्रतिवेदनको उद्देश्य रहेको छ, मैले चाहिँ बुँदागत रूपमा यहाँ लेखेको छु। जिल्ला सिराहामा सञ्चालित सञ्चार माध्यमहरूको यथार्थ अवस्था, सञ्चार माध्यम तथा पत्रकारहरूले भोगिरहेका कठिनाई तथा समस्याहरू, मिडिया नियमन, प्रवर्धन र सहजीकरणका लागि सुझाव प्रस्तुत गर्ने आदि उद्देश्य रहेको छ। जिल्ला सिराहामा सञ्चालित सञ्चार माध्यमहरूको अवस्था सबभन्दा पहिला प्रिन्ट मिडियाबाट, छापाबाट चाहिँ सुरु गरौँ। पत्रिकाको अवस्था के छ? जम्मा भर्खर प्राप्त गरेको बिहानै प्राप्त गरेको जानकारी अनुसार म अलि त्यसमा कन्फ्युज थिएँ। 154वटा पत्रिकाहरू दर्ता भएका छन्, जसमा केही साप्ताहिक र केही दैनिक गरी करिब 2 दर्जन पत्रिका मात्र नियमित रूपमा सञ्चालनमा रहेका छन्। मुख्यतः ती पत्रिकाहरू स्थानीय समाचार, सामाजिक विषय, शिक्षा, कृषि, स्वास्थ्य तथा जनचासोको मुद्दामा केन्द्रित छन्। यहाँ यसको अवस्थाको, मुख्य अवस्थाको कुरा गर्नुपर्दा अधिकांश पत्रिका एकदमै लिमिटेड सोर्स, लिमिटेड स्रोत साधनमा चाहिँ सञ्चालनमा रहेको छ। कतिपय चाहिँ प्रकाशित पनि भइरहेको छैन र नहुनुमा चाहिँ विभिन्न कारणहरू छन्। पत्रिका पढ्ने पाठकको पनि कमी देखिन्छ यहाँ। मुख्य यसको मेन प्रब्लम के त? यसको मेन समस्या भनेको स्थानीय विज्ञापन पनि काठमाडौँ मिडियाहरूमा प्रकाशन हुने गरेको, स्थानीय पत्रिकालाई विज्ञापन आउँदै नआउने, सिम्पल अर्थमा भन्नुपर्दा हाइज्याक हुने माथिबाट। आम्दानीको खासै कुनै ठोस उपाय छैन। अफसेटमा छपाई गर्दा खर्च नपुग्नु, जसकारण हजार प्रति छाप्नु पर्नेमा 1 रिम पेपर छाप्नु परेको अवस्था छ अहिले। लोक कल्याणकारी विज्ञापनको न्यून रकम आउनु र मधेस सरकारले मधेसको सञ्चार माध्यमलाई जति चाहिन्छ त्यति त्यो हिसाबले चाहिँ बुस्ट अप नगर्ने, प्रोत्साहन नगर्नु। अब अनलाइनको सवालमा पछिल्लो समय सिराहामा अनलाइन मिडियाको संख्या तीव्र रूपमा बढेको देखिन्छ। सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनलाइन मिडिया जनतामाझ एकदमै फास्ट, ऱ्यापिड रूपमा सूचना प्रवाह गर्ने एउटा मिन्स बनेको छ। यसमा केही त्यस्ता मिडियाहरू र सञ्चालकहरू पनि छन् जो को हुन्, कहाँबाट सञ्चालित छन्, उहाँहरूको अफिस कहाँ छ, त्यसमा चाहिँ काम गर्ने पत्रकारका नाममा चाहिँ धेरै जसो, हुन त महासङ्घले पनि त्यो थाहा छैन, न महासङ्घले थाहा छ, न महासङ्घ आबद्ध वरिष्ठ पत्रकार साथीहरूले पनि थाहा छैन। त्यसमा काम गर्ने पत्रकारका नाममा गैर पत्रकारहरू हावी भइरहेकोले यसलाई न्यूनीकरण गर्नु, सञ्चार माध्यम र पत्रकारको लिस्ट महासङ्घमा सूचीकृत
नहुनु यो पनि एउटा चाहिँ मेन रिजन हो। उहाँहरूको चाहिँ जति अनलाइन मिडियाहरू बर्मजियाको पेडा पसल जस्तै जुन खोलेको छ तिनीहरूको सूचीकरण चाहिँ छैन हामीसँग। बारम्बार चाहिँ हामी त्यो के भन्छ सूचना गरेका छौँ। त्यसैले मुख्य अवस्था दर्जनौं अनलाइन मिडिया स्थानीय स्तरमै सञ्चालित छन्, पालिका पछि अनलाइन खुलेका छन्। नियमित सामग्री प्रकाशन भए पनि व्यवस्थापन कमजोर रहेको छ। अब एफएम को कुरा गर्दा सिराहामा मैले चाहिँ कम्प्लिट डेटा नभएर चाहिँ सिराहामा करिब 1 दर्जन एफएम रेडियो छन्, जसमा आधा दर्जन 6 वटा चाहिँ अहिले हाल सञ्चालित छन्। जिल्लामा सञ्चालित एफएम रेडियोहरूले स्थानीय भाषा, संस्कृति, समुदायलाई सेन्टर्ड गरेर समुदाय केन्द्रित कार्यक्रमहरू प्रसारण गर्दै आएका छन्। ग्रामीण सिराहाका ग्रामीण र सीमावर्ती क्षेत्रमा एफएम रेडियो एउटा धेरै राम्रो मिडियम भएको छ, प्रभावकारी इफेक्टिभ मिडियम भएको छ। यसको मुख्य अवस्थाको कुरा गर्नुपर्दा समुदाय लक्षित कार्यक्रम प्रसारण भइरहेको देखिन्छ। सूचना, शिक्षा, गीत सङ्गीत